हेलो गाइज, यो चाहिँ कोलमा जाने बाटोमा है। यो पहिलाको लामाहरू यहाँ जब गर्थे अरे। साइडमा गारोहरू पनि छ। अहिले माथि पर गोडार भयो के अरे। साइडमा गारोहरू घर जस्तै थियो पहिला चाहिँ। यो साइड भत्केर यस्तो भएको। माथि चाहिँ ठाउँ चाहिँ त्यस्तो छ। पहिलाको गुम्बाहरू ध्यान तपस्या गर्ने ठाउँ हो यो चाहिँ। पहिलाको गुम्बाको लामाहरूले भन्ने सुनेको। के हो त्यो त थाहा भएन। हामी सानो हुँदादेखि थियो। पहिलाको मान्छेहरूले चाहिँ यो लामाहरू ध्यान तपस्या गर्ने ठाउँ भन्दै थियो कि यो ठाउँलाई। ल यति नै। यो चाहिँ कोलमाको गुम्बा है। चाहिँ कोलमाको गुम्बा राम्रो अहिले राम्रो छ। अहिले चाहिँ यताबाट साइडबाट खिचेको भएर त्यति चकिलो देखिया छैन। यो गुम्बा चाहिँ राम्रो छ। यो कोलमा बराएको गुम्बा है। कोलमा बराएको गुम्बा। त्यो तल चाहिँ जङ्गलमा कसले डढेलो लगाइदिएछ हेर्नु न। यस्तो चाहिँ नगर्नु होला है। जसले लगाएको भए पनि जसले मेरो भिडियो हेर्नुहुन्छ आफ्नो वरपरमा यस्तो गर्नु पनि हुँदैन अनि गर्न दिनु पनि हुँदैन है। अहिले त हामी त हिँडेको अब यसलाई निभाएर त सम्भव छैन। पुरै सुकेको घाँस छ हैन। हामी तीनजना छौँ। तीनजनाले यसलाई निभाएर सम्भव छैन। ऊ त्यस्तो दन्किरहेछ। यहाँबाट मोबाइलबाट क्लियर देख्छ छैन होला। तर सुकेको खर हो। खरमा चाहिँ बेसरी दन्किरहेको छ। त्यहाँ आएको चाहिँ हैन। अनि जसले यो भिडियो हेर्नुहुन्छ यस्तो चाहिँ गर्नुहुन्न है जङ्गलमा है। हरियो वन नेपालको धन भन्छन् है। नेपालको धनहरू यसरी डढेलो लाएर खरानी बनाउन चाहिँ हुँदैन है। अनि यो चाहिँ सुकेको घाँसमा हो। सुकेको घाँस छ। नयाँ पलाउँछ भनेर जलायो कि अब कसैले बाहिरी मान्छेले यसो जङ्गलतिर आउनेहरूले कसले जलाइदियो उटुङ्गे गरिदियो त्यो चाहिँ थाहा भएन। ल यस्तो गर्न चाहिँ हुँदैन। जलायो अब त्यहाँनिर कति चराचुरुङ्गीहरूको गुँडहरू के होला। अब त्यहीँ अब रुखहरू छ। अब त्यो पनि मर्छ। यस्तो गर्नु चाहिँ हुँदैन है। ल यत्रो ठुलो हाडे काफलको रुख छ कि यत्रो ठुलो ह। तर हाडे काफल चाहिँ यहीँ मात्रै कता कति फल्ने कता कति पाक्ने भएर कता कति फले कता कति पाके यत्रो ठुलो रुखमा। दाना राम्ररी देख्नु भएन मोबाइलमा। तर आँखाले हेर्दा चाहिँ फेरि देखेछ कता कति छ कता कति पाके छ। यत्रो ठुलो रुख फेरि यसमा पाकेको पनि छैन। त्यो रुखमा फलेको पनि छैन। कता कति एक दुईटा हो। यो रुखमा चाहिँ अलिअलि फलेर रहेछ के तर पाकेर हिँड्छ धेरै। यो हाँगामा चाहिँ अलिअलि पाकेर रहेछ रुख हल्लेर देखिए रहेछ। यो हाँगामा चाहिँ फेरि पाकेछ क्या अलिअलि। यत्रो ठुलो रुखमा यही हाँगामा हो। त्यो हाँगामा हाडे काफल चाहिँ यति रहेछ। खोदा पहाड निक्ला चुहा भयो। धेरै नै छ होला भनेको। तर चाहना भयो जे होस् यति चाहिँ भेटियो। तपाईँहरूकोतिर यसलाई के भन्छन् कमेन्ट गर्नु है। हाम्रोतिर चाहिँ हाडे काफल भन्छन्। जङ्गली काफल हो।
यस्तो खानालाई चाहिँ फेरि जङ्गलमै आउनुपर्छ, जङ्गलमै आउनुपर्छ। जङ्गल गाउँघरतिर आउनु पर्यो। अनि तपाईँहरूकोतिर के भन्छन् कमेन्ट गर्नु, अनि भिडियो लास्टसम्म हेर्नु होला, सेयर सब्सक्राइब पनि गर्नु होला है।